गोली आन्न हजुर भाइ ए भाइ छैन त भाइ उता काम गर्दैछ मलाई यो जिन्दगीले छुट दियो गनगनी। भिडियो सुरु हुनुभन्दा अगाडि एउटा कुरा भन्न चाहन्छु यो भिडियो अलिक छोटो छ तर नेपाली ब्रदर्सको हामीले पुरै एपिसोड बनाउँदैछौँ यो एपिसोड 4 कि 5 जति हो पनि यो पनि छोटो छ तर मन पर्यो भने कमेन्ट गरिदिनु होला अनि सबै हेर्नु होला लु सुन भाइहरु यो पाल त फिक्स बालेनले जित्छ होला भोट त बालेनले जितिसकेछ त थाहा छैन तलाई भाइ एकछिन यहाँ आइज त एउटा काम छ सुन न भाइ भन्नु न त्यो तल एउटा कुरा भन्नु थियो कि त्यो सुन न त्यो अस्तिको त्यो केटी थियो नि को हो त्यो अस्ति बाटोमा देखाएको थिएन ए त्यो मलाई मिलाइदेन ए हुन्छ ट्राई गर्छु गर्छेस् गर्छु मामुले नभनी फेरि ल भन्नी न ल ठिक छ नि भाइ सुन्नु न दादा के भयो भन् दादा एकछिन यहाँ आउनु न म आउँदैछु किन बोलाएको तैँले मलाई सुन्नु न त्यो अस्ति नै एउटा केटी देखाएको थियो नि बाटोमा हिँडेको थियो नि के भयो त त्यो मिलाइदिनु न मलाई मिलाइदिनु न तेरो मिलाइदिनु साल उमेर हेर त उमेर भात खा पहिला भात खाएर त जब त्यो हुन्छ नि हात धुन आउँछ अनि त चाक धुने बेला कि हात धुन आउँछ त्यो साबुनले आउँछ यत्रो छैन मामुले भनिदिउँ ल आफ्नो बेला छोटी बच्ची हो क्या दादा 20 रुपैयाँ हुँदैन न तेरो 20 रुपैयाँ के भइरहेछ अरे तिमी मन नचल यहाँ साला दादा तपाईँले यता कुरा भन्नु त के म भोलि साथीको बर्थडेमा जान्छु ल तेरो म जहिले घुम्न जान्छस् पढेन काहीँ पनि जानु पर्दैन साला अनि यहाँ सुरु भइसकेको छ यहाँ रोमन भर्सेस जोन सिना इट्स गोइङ एन्ड रोमन भिस्टा एन्ड जोन भिस्टा वा हानिसक्नुपर्छ रोमन सुपरम्यान पन्च एन्ड जोन सिना इज डाउन अब के हुन्छ जोन सिनाले हान्न खोज्नुहुँदैछ तर हान्नुभयो उठाउन सक्नुभएको छैन रोमन भिस्टा एउटै हो कुरा अनि यहाँ रोमन भिस्टाको स्पियर बाफ्रे भाइ स्पियर ला रोमनले खाइसक्नु भएको छ अब यहाँ 1 2 3 जितिसक्नु भएको छ सँगले यसरी कुद्न भएको भए कति मजा आउँथ्यो भाइ सुन न त्यो मैले त्यहाँ सर्ट बाल्टिङमा राखेको छु कि त्यो गरेर सुकाइदेन ए ल पक के भयो फेरि त्यो मैले भिजाएको छुइनँ खालि त्यो भिजाइ चाहिँ दिएँ ल मैले धुएको छुइनँ मैले त्यो भिजाइदिएँ ल फेरि चाहिँ के भयो त्यो मैले त बाल्टिङमै राखेको छुइनँ त्यो कोठामा सकेर लिएर आइज त ए हुन्छ गरिदिन्छु एकछिन पक त्यो कोठाको लुगा चाहिँ गएर धोएर सुकाइदिएँ ल भाइ सुन न हजुर तेरो बर्थडे आउँदैछ होइन आइरहेछ किन तँलाई गिफ्ट दिन आँटेको के दिन आँट्नु भयो आइफोन साँच्ची हौ कसम कसम कति दिन 3 दिन छ नि ल तँलाई म आइफोन दिन्छु यो पालि ल ए भाइ खै मेरो गिफ्ट पहिला केक खुवा न केक म दिइहाल्छु नि केक खुवा लिनु त खुवाइदैन हातले होइन खै मेरो गिफ्ट अब तर म गिफ्ट दिन्थेँ तर त लास्ट इमोसन हुन्छस् त रुन्छस् भनेर मैले गिफ्टै आइफोन ल्याइदिएको थिएँ मैले ल्याइदिइसकेको थिएँ खै यो तर मेरो हो क्या मेरो लाग्यो सरी तपाईँले जे भए पनि एउटा सानो कुरा भएको भए त लिएर आउन सक्नुहुन्थ्यो नि मैले ल्याइदिएको छु त के यो म अस्ति मिस्त्री काम गर्दै थिएँ यही पन्जा थियो यो चाहिँ लिइराख्न
दाइ आउनुहुन्छ के गर्नुहुन्न ए दाइ बाहिर जानुभएको छ टेन्सन नल्याउ न होइन नि तिमीलाई पनि टेन्सन हुन्छ म तिम्रो घरमा छु नि थेट त्यो घरको ठुलो छोरा मात्रै हो कि फेरि म त्यसलाई यत्तिकै कुदिन्थेँ चुप चुप के को चुप त्यो चोरको बारेमा अझै भन्छु फर्क न त एकपल्ट छोड जा। अरे त्यसो गरी तिमी मलाई जिन्दगीमा कहिले भत्काउन सक्दैनौ मेरो दादा यहीँ हुनुहुन्छ जाऊ जाऊ तिमी जाऊ तेरो पख मेरो बारेमा जे पनि त भन्छस् त को त्यो फेरि को ए बुइनी हो आउँछ र के गर्दैन रेडी कताबाट भन्नु कता हेरेर भन्नु यता अगाडि क्यामेरामा क्यामेरामा नहेर तिमीलाई दाइ आउनुहुन्छ गो ए उयस यस्तो गर्ने ए